यस्तो बाटो जाने दाइ यस्तो बाटो हिँड्ने हो ओ मेरो त खुट्टै काप्नु थाल्यो यता कसौँ भने सातो गयो बहुत त जिन्दगीमा सहर बसी बसी रमाइलो भयो त्यो दाइ अब त जिन्दगीमा यो बाटो चाहिँ फर्केर आउनु चाहिँ नपर्छ यस्तो गाउँबाट गिऱ्यो भने त यो भिरबाखमा लड्यो भने त डेड बडी पनि नपर्ने उही दाइ हो दाइ यस्तो साह्रो त लाग्दो भिरमा त कसरी निरै हिँड्ने यार बरु त्यो बाटो त होइन दाइ मेरो सातो गइसक्यो भाइ मेरो खुट्टा काप्यो राम 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 भाइ मेरो खुट्टा काप्यो राम 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 ए भगवान् कसरी चाहिँ पार गर्ने होला ए राम 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 म त किन बरु गाउँघरतिर घुमेको फैजाएछ सहरतिर घुमेको फैजाएछ राम राम यस्तो भिड पाखा चाहिँ आउँदैन होला है जिन्दगीमा राम 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 थत काप्नु थाल्यो यार खुट्टा त खै भाइ खुट्टा त थत काप्यो मेरो त ओ यसरी उठ्ने हो ओ भाइ दाइ सातो भइसक्यो मेरो त कापिसक्यो यार खुट्टा त थक यस्तो बरु मोबाइल गिराइदिन्छु आफ्नो ज्यान चाहिँ बचाउँछु दाइ सातो गइसक्यो अझै 10 किलोमिटर यस्तै पहाड भाइ मेरो साह्रो गइसक्यो कसरी हिँड्ने होला दाइ बरु गाउँघरै गएको फर्केको खै त होला हौ यस्तो भिड पाखामा त बेकारमा आइसक्यो घुम्नुको लागि आएको भनेर त 4 खुट्टा 4 हात गरेर हिँड्नु पर्दैछ यार ओहो हेरेर म त डरले भाइ 4 खुट्टा गरेर हिँड्नु पर्दैछ यार बाख्रा भेडा जिन्दगी भनेको यस्तो हुँदैछ केटा बरु सहर लाइफ ठिकै छ गाउँको लाइफ ठिकै छ तर यस्तो जङ्गलतिर वनतिर घुम्नु आउँछु भने नसोची पनि हुँदैछ हो अब त जिन्दगीमा आउँदैन हजुर ल खुट्टा हेर्दै आउँदैछ म त 4 हात गरेर आउने हो ल म त 4 खुट्टा गरेर आउने दाइ ल फोन पनि राख्छु म त डर लाग्यो